एभ्रिवान, डे 10 मिनी ब्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। र आजको ब्लग स्टार्ट हुँदैछ बिपी चोकबाट। आज चाहिँ मस्त घाम लाग्न लागेको थियो बिहान बिहान। सो हामी चाहिँ घुम्दा घुम्दा कता कता जाने भनेर चाउमिन खान आएँ। यिनीहरूले चाहिँ मलाई डाइटिङ गरिदिइरहेको छु भनेर मान्दैन, तानी लैजान्छन्। त्यसपछि वेस्टर्न मार्टमा हामी त्यसै घुम्न हेर्न गएको थियौँ। अनि साथीले चाहिँ चक्लेट किनिदिए आज। अनि त्यसपछि त्यो चक्लेट हामीले खाएर अनि मम्मी पनि आज नेपालमा जानुभएको थियो। अनि फोन गरेर चाहिँ सँगै जाऊँ भनेर बोलाउनु भयो। अनि यहाँ चाहिँ मम्मीले खाँदै हुनुहुन्छ, अङ्गुर देखाउँदै हुन्छ खुब। अनि हामी चाहिँ यो खाँदै गयौँ घरतर्फ। अनि यो खाँदा अनि कहाँनिर घाम लागिरहेको थियो नि नेपालगञ्जमा। अनि यता खजुर आउँदा त कस्तो जाडो भइरहेको क्या बिचमा। त्यसपछि घर पुगेर एकछिन घाम तापेँ मैले। अनि कतिखेर सुतेछु मलाई थाहा भएन। म सुत्दैन भन्दा पनि सुत्छु यार। त्यसपछि म उठेर नुहाएँ एकछिन। अनि नुहाइसकेपछि खाना पकाउन लागेँ। यहाँ चाहिँ हाम्रो रोटी बनिरहेको छ। साँझ जहिले रोटी बन्छ। अनि मैले साँझ नुहाएको थिएँ नि त, अनि चिसो लाग्छ भनेर 1 गिलास चिया खाएँ। किनकि म कहिले चिया खाँदैन, तर नुहाएपछि खान्छु।